Hi everyone, welcome back to my channel. After so long भन्यो नि म यहाँको लगभग कति दिन भइसक्यो दिदी घर। तपाईहरुलाई थाहा छँदैछ म चाहिँ यहाँ दिदीको घरमा छु लमजुङमा। सो आजको दिनमा चाहिँ के कस्तो हुन्छ भनेर तपाईहरुले हेर्दिनु होला साथीहरु। त्यही हो। अनि यहाँ चाहिँ मेरो छोरीले ससेज अनि एप्पल अनि ब्रेड खाइरहेको छ। अनि यो चाहिँ ब्रेकफास्टको टाइम हो। दिदीले चाहिँ खाइसकेको रहेछ अनि नानीलाई खुवाउँदै हुनुहुन्छ रहेछ। म चाहिँ यतिखेर सुतिरहेको थिएँ। हेर्दै गर्नु होला मेरो छोरीले के गर्छ यहाँ। सबै खाऊ है अनि म काइरालाई नि बुबु दिन्छ है अहिले है सबै खाऊ है। यो बाख्रालाई दिएर हुन्छ। खाँदै गर्दा आमा कति डरलाग्दो हेरेको हौ। हँस लाग्यो मलाई त पछि यो भिडियो हेरेर त हेर न जिस्केको आमा क्यामेरामा हेरेर डेढे आँखा हेरेर रमाएर। ओहो नि मेरो छोरी ठुली भयो अब। दाईहरुसँग खेलिरहेछ दाई दिदीसँग। ल यहाँ मलाई खै दुईटा बनाउने है। खै सँगै है सँगै आजसँगै यसो सबै हाल सबै बोक्रा पाइ बाहिर ल यहाँ फुटा दुईटा बनाऊ दुईटा सबै हाल्यो बर्थडे आयो फिनिस। बोक्रा हात गनाउँछ नि तिम्रो। बोक्रा थियो नि निकाल्यो खै छैन छोड्दे फिनिस्ड भयो हातमा घुसाएर भयो। छि अब हात धुने धोइ
अन्डालाई हामीले यसरी पोलेको हजारको नोट देखाउँछ यसको सिद्धि आको 1000 को नोट है यहाँ 50 भन अनि 100 होला यहाँ लेख न यहाँ सिप्पा 70 ठाउँमा के लेखेको थियो ठुलो गोलो बनाउ न यहाँ ठुलो गोलो बनाउ 500 मा यो त 500 मा अब यसको पालो ल लेख यहाँ अरु छैन पछाडी छैन यहाँ लेखेकै छैन त बेक हुँदैछ एक अन्डा क्रिम भएर भनेर खानु लाग्यो भन्न यसले यो क्रिम भनेर खानु लाग्यो अनि अर्कै क्रिम दिएको खै सानो तिम्रो क्रिम देखाउ त खौ त्यही हो क्रिम क्रिम मिठो छ नि यो अन्डालाई पो क्रिम भनेर आइसक्रिम भनेर चाटेको के ठुलो अन्डा हो नि सानो यो अब यसलाई बेक गर्ने हो ठुलो अन्डा हो के यो ओभनमा मान्छे नि खिचिछ्यौ कि टाइमर सेभ गर्नु पर्छ राख्दिम तेले हात के गर्यो क्रिम के गर्यो खुट्टै भरि दले क्रिम अब चिलाउँछ नि अब 50 मिनट हो दिदी चिलाउँछ अब छ्या क्रिम हेरेर खुट्टै भरि चिलाउँछ स्टार्ट डन अहिले चाहिँ दिदी हुनुहुन्न माथि जानुभएको छ त्यही भएर मैले चाहिँ अब यो जुन अघि ओभनमा हाल्नुभएको थियो नि त्यो केक चाहिँ मैले निकाल्ने छु टाइमर राखेको छ 5 मिनटको 25 मिनट्स चाहिँ पुरा भइसक्यो अब त्यसलाई फर्काएर फेरि राख्नुभएको छ दिदीले 5 मिनट्सको होइन अब 1 मिनट रिमेनिङ छ फर्काएर फेरि 5 मिनट राख्नुभएको छ अनि 1 मिनट रिमेनिङ छ अब चाहिँ म निकालेर देखाउँछु ल साथीहरू तपाईँहरूलाई Only 1 minute is remaining. Okay, 1 minute complete भयो अब म निकाल्छु and glove is most important किनभने पोल्न सक्छ अब म केक निकाल्छु सानो Oh, heat. My goodness. कैसे निकाल्ने हो यो? I am not a pro bake. Just. Mama. Hey, no, साथीहरु. अरे पोल्छ. यो लाउने लाउने के आको डन
केक हो हजुरहरूले खाने यसलाई चाहिँ अब गोलो गोलो शेपमा काट्ने हो काटेर केक बनाउनुहुन्छ दिदीले यसमा घुमाएर यही हो है केक चाहिँ हैन होला अब यसलाई सेलाउन दिन पर्छ एकछिन सो रेडी फेरि वेलकम 1 2 3 गो अनि तर्को चिच्चाएर चिच्चाएर 1 2 3 गो भन्ने एकछिन चिच्चाएर भन त ल टियाले पनि उफ्रिन्छ ल है 1 2 3 गो ल फेरि गर त साउ पार्छ तले नाटक पार्छिस् अलि धेरै नजिस्काइ यहाँ आइज यहाँ यो टियाले जस्तै ल 1 2 3 गो ल तेरो काइराको पालो ल काइराको पालो अनि के गर्ने हो के गर्ने काटी काटी आउँछ अब जान लाग्यो उता दुईटा दिएर हैन त्यो त डिसमा राखेको एउटा डिमा राखेको थिएँ एउटा चाहिँ हिजो बनाएको कि काटी काटी ह्यापी बर्थडे टु यु ह्यापी टु यु ह्यापी टु यु ल काट 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 प्लास्टिक कहिले गर्दा यहाँ प्लास्टिक तलाउनु के गर्ने का प्लास्टिक भयो आलु पनि खाऊ यो आलु यो हो नि आलु यो हो नि त गेडागुडी खाएको मिठो छ यो के दिने यो माम हो माम यो साग हो हाल्ने यो माम हो के माम हालिसक्यो नि त त्यसलाई बहिनी के गरिस् आऊ यहाँ धान सुकाएको हेर्न भन्ने रे पानी आउनुलाई रे कहाँ सुतेको थियो त्यो मोबाइल हेरेर बसिया ल हेर भेनाले धान सुकाएको हेर भेनाले सुकाउँछ भेनाले फैलाउँछ म भिडियो गर्छु धान सुकाएको होइन फैलाउ रे मलाई जान्ने मान्छे बराबर हुन्छ के जान्ने मान्छे होइन सिकाएको तपाईँले गर्ने हो लट्टे साग हेर्नु न साथीहरू यत्रो लट्टे साग त मैले फर्स्ट टाइम देखेको कत्रो कत्रो डाँट भएको यत्रो डाँट भएको हाम्रो दिदीहरूको घर चाहिँ यहाँ प्लास्टर गरिरहेछ यो रुम प्लास्टर गरेर भ्यायो भित्ता हिजो अस्ति अब यता पछाडि गरिरहेछ हाम्रो घर चाहिँ पछाडि प्लास्टर हुँदैछ यहाँ प्लास्टर भइसक्यो भित्र त भ्यायो प्लास्टर हाम्रो भित्रको प्लास्टर चाहिँ भ्यायो यो बाहिर पार्टी पछाडिदेखि सुरु हुँदैछ कि सुरु हुने हो यो पछाडि अब यहाँबाट यसरी कम्पाउन्ड लगाउने हो सबै घरलाई हेरेर त्यहाँबाट यसरी अगाडिपट्टि चाहिँ भ्यू पोइन्ट बनाउने हो क्या हाम्रो घरको अगाडि यहाँनिर त्यो हिजो हामी माछापुरी पोखरीको घर अगाडि हेर्थ्यौँ नि
चाइनिज दुबो लगाएर चाइनिज दुबो लगाउने हो कि चाइनिज दुबो यहाँ अगाडि गार्डन बनाउने हो कि यही हाम्रो घरको दृश्य अरू केही छैन तर हाम्रो यहाँबाट सिन नदी राइनोस्कोट नदेखिने रहेछ कि अगाडिबाट यता यहाँ कुर्सीमा बस आऊ त्यता नजाऊ भनेको चिलाइ चिलाइ गर्छ चिलाइ चिलाइ यता यहाँ बस त्यहाँ त आठे बस्न परेन आठे बसेर अनि त्यो बोरामा हाल्ने हो हो त्यहाँ बस जाऊ त्यहाँ नबस खाटमुनि बाजेको खाटमुनि हेर्छ यस्तो बस धुलो हुन्छ भने झन् त्यहीँ जान पर्ने फेरि उता बस उता कपाल नि कति लामो भएको त्यो धान झारेर आऊ चप्पलको त्यो चप्पलको धान झारेर आऊ भनेको उतै उतै झारेर आऊ धान मासु चाहिँ लगेर भ्याइसक्यो सानो के काटेको हो पासु के को खुट्टा हो नि त्यो के को हो के को खुट्टा बाख्रा हो किन यो सुतेको भयो कि गर न पेटुम भन न पेटुम भन न उता 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 कालोलाई सानो उता कालोलाई अझै आथेलाई पो पिटेको उता कालोलाई उता कालोलाई मानेन अर्को मुनि आयो गुड जब तँलाई पिटौँ भन न पिटौँ उयो तिनीहरूलाई पिटौँ भन त पिटौँ भन न पिटौँ भाग्यो भाग्यो गाई फारम आथेर छोरी चाहिँ ऊ उता अगाडि गयो यहाँबाट यस्तो पानी बग्छ खोलाइ जस्तो जर्सी गाई नि हो उता पनि छ हामी दुध लिन आएको बाख्राको मुनि र मेरो छोरीले खान्छ नि त हो त्यही भएर मम्मी
गाई फार्म शीतल गाई फार्म उतापट्टि छ शिवलिङ्ग है यहाँ है नास्पाती के हो यो बेल के खनाएको आफल हो देख्दै देखेन घाँस काट्दै हो दुध राख है चिको पात पात हो भन न ठुलो होइन पात हो यहाँ तलबाट जाने अब यताबाट सर्टकट गर्ने है सर्टकट यो फाल्ने कहाँ हो सर्टकट जाने सर्टकट जाने सर्टकट ल सर्टकट अब बाटोमा निस्किँदै आउँछ म सिकाइदिन्छु है उता गएर सिकाइदिन्छ माला हो उता गएर बसेर बनाउनु म सिकाइदिन्छ है यहाँ भित्र हाल्नु सिकाइदिन्छ के गरेर हिँडेको खुट्टा के गरेर नबनेको बुनेको सानो के बुनेको माला भन न माला हो भन ला फालिदियो हाल्यो होइन साथीहरू मैले चाहिँ पानीपुरी बनाउन लागेको दिदीको घरमा छोरीले खाने भनेर दिदीलाई भन्ने रहेछ दिदीले केक बनाइरहेको छ कि तल अनि सताएको दिदीलाई त्यही बनाइदिए भनेर छोरीलाई अलिकति आमा छोरी दिदीलाई अलिकति पानीपुरी बनाउन लागेको हेर्नु न यहाँ त कति राम्रो के पानीपुरीमा पनि पुरा इमिली नै आउने रहेछ हेर्नु नि साथीहरू यो छ नि यो त इमिली पो रहेछ के यो त इमिली पो रहेछ हेर्नु कति राम्रो सिस्टम पानीपुरी मसला इमिली पनि पाउने के मैले अहिलेसम्म देखेको थिएन यहाँ चाहिँ यसरी पाउने रहेछ लमजुङमा दामी ल साथीहरू अब चाहिँ म एकैचोटि हजुरहरूलाई पानीपुरी बनाइसकेपछि भेट्नेछु के खाने सानुले पानीपुरी ओके गुड जब गर्दै त पानीपुरी इज रेडी यसलाई चाहिँ यहाँ राखिदिउँ अब चाहिँ म इमिलीको पानी बनाउँछु यहाँ पानी हुँदैछ हेर्नु न इमिली म यहाँ चाहिँ पानी बनाउँछु ल इमिलीको त अब चाहिँ हामी बाहिर बसेर खाना लागेको हाई ऊ चाहिँ हाम्रो दिदीको भान्जी हो भान्जी माइजीको बहिनीलाई माइजी भन्छ ए आन्टी हो आन्टी सानो पक्न मिठो छ यहाँ सानो मिठो छ मिठो है मिठो भयो पानी चाहिँ पिरो छ थोरै हाल हो कसिस पानी अमिलो धेरै